आफ्नै आनन्दले होइन। आज मेरो छुट्टी, रुममा आएपछि पहिलो छुट्टी। बिस्तारै सामान जोड्दैछु। यहाँ सरेको 2-3 दिन भयो। जापानको यात्रामा सुरु गरेका ती पहिला कदमहरू, यी जोस जागर, हर्ष उमङ्ग र सपनाले भरेका दिनहरू, सङ्घर्षलाई सिरानी बनाए सुतेका ती पलहरू, भोक निद्रा अनि एक्लोपनसँग मितेरी घाँसेका ती मधुर साँझहरू, दिनलाई रात अनि रातलाई दिन बनाएका ती समयका प्रहरहरू, कहिले पनि नझुकेका, नटुटेका, नछुटेका र नफुटेका मेरा यी भीष्म प्रतिका स्वरूप साहसहरू, कहिले नगलेका खुट्टाका पाइलाहरू अनि कहिले नरित्तिएका हात र पाखुराको बलहरू। अहमता होइन, गर्व लाग्छ सम्झेर ती परिश्रमका पलहरू अनि त्यसबाट पाएका फलहरू। कति त पुरा भए ती बुनेका सपनाहरू, कति यात्राको क्रममा कता हो कता विलिन भएर गए, कति पुरा हुने क्रममा छ, कति समय र परिस्थिति अनुसार नयाँ बुन्ने क्रममा। ध्रुव सत्य हो, प्राकृतिक चक्र हो, अन्तहीन छ नि इच्छा र आकाङ्क्षाहरू, तर पनि कहिले रोकिने छैन यी घोडाका चालहरू, न त कहिले ओइल्याउने छन् यी जोस र जागरहरू, यी जोस र जागरहरू। अपडेट नभएको पनि धेरै भयो जस्तो लाग्छ। भर्खर कामबाट आएको हो, त्यही भएर अलिकति धुस्रे मुस्रे नै छु, अलिकति फ्रेस हुन नि पाएको छैन। गर्नु चाहिँ धेरै नै चिजहरू फाल्नुपर्ने थियो, गर्नुपर्ने थियो, हुनुपर्ने थियो। अनि बिस्तारै बिस्तारै भइ पनि रहेको छ। बिस्तारै बिस्तारै थाहा पाइहाल्नुहुन्छ। तर टोकियो छोडेकोदेखि चाहिँ अनि त्यसपछि यता आएर चाहिँ धेरै धेरै भिडियोहरू चाहिँ निकाल्न नसके पनि जति सक्छ अलिअलि चाहिँ मैले फालिरहेको थियो। अनि त्यसपछि चाहिँ के भइदियो भने काम कुरो जेसुकै जस्तो सुकै भए पनि यो सर्कलमा चाहिँ रमाइलो हुन थाल्यो। रमाइलै भयो। छुट्टीको दिनहरू एकदम राम्रोसँग बित्यो। त्यो कम्पनी दिने मान्छेहरू, साथहरू सबैजना प्यारो प्यारो भयो। अब चाहिँ फेरि यो ठाउँलाई छोड्नुपर्ने जस्तो अवस्थामा आइसके, किनभने छ अपडेटहरू। त्यही हो, अलिकति आफू पनि बिजी भइयो। कामबाट आउने 12 घन्टा सिफ्ट गरेर आए पनि अलिकति एक्सर्साइज गर्ने लगभग छोडिसकेको थियो गर्नलाई। अब सकियो होइन। अब यो एक्सर्साइज, खेल जीवन, यताउति भन्ने चिजहरू चाहिँ लगभग अब यति नै होला जस्तो भइसकेको थियो। अब आजभन्दा 2 वर्ष अगाडि चाहिँ, तर होइन रहेछ जस्तो फिल हुन्छ अहिले चाहिँ। अहिले चाहिँ अब होइन, बाँचुन्जेल खुट्टा चलुन्जेल, हात खुट्टा ज्यान चलुन्जेल त गर्नुपर्छ भन्ने जस्तो लाग्छ। गर्छु पनि होला सायद होइन। पछुतो त केही कुरामा छैन, तर कहिलेकाहीँ चाहिँ यसो दुखी हुन्छ क्या, दुःख लाग्छ कि होइन। के हुन्छ भने धेरै नै क्रेजी त्यो चिजमा। गेम भनेपछि धेरै नै क्रेजी, अति नै मनपर्ने, अति नै मनपर्ने। अनि त्यो अहिले आएर आफै गरेर अनि खाएको छ, हिँडेको छ, जे होस् आफूलाई मन लागेको कुरा किनेको छ। त्यो किन्दाखेरि चाहिँ त्यो कलेक्सनहरू हेर्दाखेरि चाहिँ अनि आफैलाई अलिकति थोरै चित्त दुख्ने के, अब आँखा रसाउने के। विगतको दिनहरूमा त्यो समयहरूमा मैले यस्तो यस्तो चिजहरू पाएको भए, यस्तो यस्तो चिजहरू मलाई सपोर्ट गर्ने दिने कोही भइदिएको भए चाहिँ कस्तो हुन्थ्यो होला। न मैले पनि केही गर्थेँ कि होइन, त्यस्तै लाग्छ। तर अब आफ्नो आफ्नो लेख हो, आफ्नो आफ्नो भाग हो होइन। मेरो भागमा त्यति नै थियो भन्ने जस्तो नि लाग्छ। अनि त्यही भएर चित्त बुझाउनु चाहिँ अनि केही पनि छैन, ठिक छ। अहिले फेरि अलिकति सहज भएको छ भन्नै पर्दा। अब यहाँको नेचर, जुन नेचरसँग कनेक्ट भयो होइन। जसरी म यता भाइहरूसँग बसेँ होइन, अब दाइहरूसँग बसेँ होइन। राम्रो नराम्रो छुट्यायो भने जहाँ पनि भेट्छ, जहाँ पनि देख्छ। त्यही भएर राम्रो नराम्रो छुट्याउनु भन्दा चाहिँ होइन, आफू राम्रो भइदिउँ न, आफू राम्रो गरेर हिँडिदिउँ न होइन, सबैले राम्रै सोचौँ न भन्ने उद्देश्य हो। यसले यो गर्यो, त्यसले त्यो गर्यो भन्दा पनि ठिक छ, चलिरहेछ।
त्यही हो अब फ्रेसेस हुनुपर्छ। फ्रेसेस भएपछि चाहिँ केही कुराहरू आयो भने चाहिँ गरौँला, नभए चाहिँ म अब भोलि र पर्सि छुट्टी छ, अनि त्यसपछि 3 दिन काम, त्यसपछि चाहिँ लगभग मेरो दिनहरू केही समयको लागि चाहिँ अलिकति फ्री नै हुन्छु होला। फेरि अलार्म लगाइराख्नु पर्दैन, फेरि ढिलो भयो हतार हतार भनेर गाडी छुट्छ भनेर तल झर्नु नपर्ने दिनहरू केही समयको लागि आउला। अनि त्यही हो, त्यो बिचमा चाहिँ केही चिजहरू सेयर गरौँ भन्ने मन लागिरहेको छ। कस्तो हुने रहेछ भने बानी, एउटा बानी हुँदो रहेछ कि यो सुरुमा चाहिँ अब त्यो इच्छाले गरियो, अनि सिक्दै सिक्दै जाँदाखेरि चाहिँ के भइदियो भने एक्लै हिँड्दाखेरि चाहिँ एक्लै बस्दा चाहिँ यो आफ्नो मनको कुराहरूदेखि लिएर सबै कुराहरू चाहिँ यसरी नै भिडियो मार्फत पोख्ने बानी बसेछ। अनि बनाउँदिनँ, यो किन बनाइराख्ने होला, किन उस गर्ने होला जस्तो पनि फिल हुन्छ कहिलेकाहीँ। अब फेरि त्यो चिजले मान्दैन कि, अनि त्यही हो फेरि होइन, गरौँ मन लागिहाल्छ कि, बोलाऊ मन लागिहाल्छ। अनि ठिक छ, जे होस्, धेरै नै पहिला जसरी भिडियोहरूमा दुःखहरू पोख्थे, पीडाहरू पोख्थे होइन। दुःख पीडा त मान्छेको जीवनमा नमरुन्जेल हुने चिज हो, हुन्छ नै। अब त्यसलाई एक्सेप्ट गरेर हल्का अगाडि मुभ हुन थालेको छु। जे होस्, आनन्दै छ अहिले। टेन्सनहरू नभएको त होइन, छनु त छ, तर अलिकति आनन्दै छ भनौँ न। बिस्तारै मिल्छ भन्ने आशाहरू जागेको छ, हुन्छ भन्ने आशाहरू जागेको छ। हेरौँ केसम्म हुन्छ, केसम्म गर्न सकिन्छ, कहाँसम्म पुग्न सकिन्छ, केसम्म हुन्छ। त्यही हो, त्यति छ। अब थकाइ पनि लागेको छ, नुहाइधुवाइ गरेर खानासाना खाएर अनि हल्का फुल्का वर्कआउट गरेर अनि यसो रेस्ट गर्नुपर्नेछ। ठिक छ, भेटौँला भोलितिर। अहिले केही कुराहरू आयो भने म अहिले तपाईँहरूसँग सेयर गरौँला ल। पढ्दै गर्ने बेलातिर चाहिँ होइन, अब अलिअलि घरमै बसेर त्यो बिचमा भएको अपडेटहरू मैले केही पनि दिएको छैन नि त। अनि पहिल्यैदेखि हेरेको नि त, पहिल्यैदेखि सबै कुरा भनिरहेको छ नि त मैले त, खासमा त होइन, लाइफ जर्नीको बारेमा नि। टोकियोबाट यता आएकोदेखिको चाहिँ, अनि यता आएपछि चाहिँ घरसर रुमसुम सरेको पनि सब भनिसक्यो होइन। अनि त्यस पछाडिको चाहिँ ग्याप भएर बसिरहेको थिएँ कि। तर्सी लागे खडाको फ्रेस भएर खानेकुराहरू रेडी गरेर अब यसो सबै कुरा यो भएन, त्यो भएन, यस्तो भएन, उस्तो भएन भनेर कम्प्लेन गरेर मात्र नहुने रहेछ होइन। सबै चिजहरू चाहिँ लाइफमा आफै पनि गर्दै सिक्दै भोग्दै जाँदाखेरिको त्यो पलहरूले चाहिँ अलिकति हुन्छ नि, डिफ्रेन्ट वेमा अलिक फरक किसिमले आफूलाई तिखार्दै जाँदाखेरि चाहिँ अलिक उस हुँदो रहेछ, राम्रो हुँदो रहेछ। ठिक छ, अब भइरहेछ पनि, गरिरहेछ पनि। हिजो भर्खर जस्तो लाग्थ्यो टोकियोबाट छोडेर यहाँ छिरेको होइन। काम कुरोहरू त गाह्रो नै थियो, काम भनेको जस्तो काम त कहाँ पाइन्छ र होइन। भनेको जस्तो काम पाउनलाई क्वालिफिकेसन पनि हुनुपर्छ, त्यो नभएपछि चाहिँ अलिकति गाह्रो पनि हुँदो रहेछ, गाह्रो पनि भयो। ठिकै छ, अब्स्ट्याकलहरू चाहिँ नआएको पनि होइन, आएको हो, तर सामना गरियो। यत्रो 1 वर्ष भन्दा बढी यही ठाउँमा टाइम काटेको रहेछ मैले, बिताएको रहेछ भन्दाखेरि चाहिँ ओहो जस्तो लागेको क्या। अनि
काम कुरा जे जस्तै भए पनि जुन सर्कल थियो होइन, जुन तरिकाको कम्युनिटी थियो, यो चाहिँ एकदम बबाल बबाल। अब आजको दिनमा यहाँ छ, भोलिको दिनमा म कहाँ हुन्छु थाहा छैन, तर यहाँ जसरी बसिराख्नु भएको छ, अब सिनियर दाइहरू नि हुनुहुन्छ, भाइहरू नि छन्, सबैजना सधैँ यसरी नै मिलिजुली बसेको देख्न पाऊँ, त्यही हो होइन। अब पहिला पहिला साह्रो दुःख लाग्थ्यो क्या, साह्रो दुःख लाग्थ्यो, यस्तै छ उस्तै छ होइन। ठिकै छ, भोग्दै गयो, सिक्दै गयो। अहिले चाहिँ अलिकति फ्री होला कि त्यस्तो चाहिँ फिल हुन्छ। तर जिम्मेवारीहरू त छ, जिम्मेवारीबाट बाहिर निस्किन त सक्दैन, तर अब जिम्मेवारी सँगसँगै रमाउन पनि पर्छ भन्ने जस्तो चाहिँ फिल हुन्छ अहिले चाहिँ। अनि त्यही हो, अलिकति आफूमा भएको चञ्चलतालाई चाहिँ मैले थोरै बचाएर राखेको छु, होइन भने चाहिँ म लास्टै चम्पूवाला मान्छे हो होइन। हाँस्नुपर्ने, डुल्नुपर्ने, मजाक गर्नुपर्ने, रमाइलो गर्नुपर्ने। जिन्दगीले एक टाइममा चाहिँ सिरियस बनायो, यतिसम्म सिरियस बनायो कि लास्ट स्टेजसम्म पुऱ्यायो। तर हुन्छ नि, हिम्मत हारेन। त्यो भोगाइहरूमा चाहिँ फरक पर्दो रहेछ। सुन्दाखेरि त्यस्तो नलागे पनि भोगाइहरू चाहिँ अति नेक्स्ट लेभलको थियो मेरो। अहिले चाहिँ आएर अब चाहिँ होइन, के हुन्छ कि हेर्दै जाउँ, गर्दै जाउँ भन्ने हिसाबको भएछ क्या। अनि अब कहाँसम्म पुग्न सकिन्छ त, केसम्म गर्न सकिन्छ त हेरौँ होइन। कसैसँग कम्पिटिसन भन्दा नि आफैसँगको कम्पिटिसन हो यो मेरो। त्यही भएर मलाई आफैले हेर्नु छ, आफैले आफैलाई कहाँसम्म पुग्न सकिन्छ, केसम्म गर्न सकिन्छ त्यो हेर्नु छ। हिँड्नु पनि छ, इच्छाहरू पनि बचाइराखेको छु थोरै है, यो चाहिँ गर्नुपर्छ भनेर। अनि त्यो चाहनाहरू पनि बाँकी राखेको छ होइन। चञ्चलताहरू पनि कहिलेकाहीँ टिकटकतिर हालिरहेको हुन्छु यसो होइन, मनको रमाइलो त हो नि होइन। अनि दुःख छ, दुःख नभए त जीवनै हुँदैन नि, खास पर्ने नै हो भने त। तर दुःख बावजुद पनि हाँस्न बिस्तारै सिक्दैछु। अनि यसमा चाहिँ अब दुःख मैले गरे पनि साथ दिने हातहरू चाहिँ धेरै भेटियो, साथ दिने हातहरू। अनि साथ दिनेहरूलाई धन्यवाद होइन, बाल नदिनेहरूलाई पनि धन्यवाद होइन। कस्तो हुँदो रहेछ भने, के हुँदो रहेछ भने, साथ दिनेहरूको त माया त्यत्तिकै छँदैछ, तर साथ नदिनेहरूले पनि एउटा राम्रो तरिकाले सोच्यो भने चाहिँ होइन, ठिक छ होइन, मन लागेन दिएन नि होइन, सबैले दिनैपर्छ भन्ने छ र होइन। तर त्यो चिजले चाहिँ के हुँदो रहेछ भने, यसले यस्तो व्यवहार गर्दा चाहिँ यस्तो हुँदो रहेछ है भनेपछि त मैले त्यो व्यवहार अरूलाई गर्नु भएन नि त, त्यो चिजहरू चाहिँ सिक्न सकिने रहेछ। त्यही हो ल। अब यो खाएर सकाउँछु, धेरै गफ पनि गर्नुहुन्न होइन। अब 3 दिन जति काम बाँकी छ यो ठाउँमा। अनि के कस्तो हुन्छ अपडेट एकै ठाउँमा जम्मा गर्नु मन छ मलाई चाहिँ, जम्मा गरेर तयार गरेर अब यो भिडियो पनि हालेर राखिदिनु पर्ला भनेर सोचिरहेको छु। त्यही हो, शुभ समय।